यो स्वागत छ हजुरहरुले फेरि मेरो च्यानलमा र अहिले भने चाहिँ म ठीक जलढका नदीको किनारमा आएको छु। यहाँनेर यो जग्गामा चाहिँ दुर्गा भसान पनि लाग्ने गर्छ सालमा दशैंको समयमा। र यहाँनेर चाहिँ म किन आएको छु भन्दाखेरि चाहिँ यहाँनेर संसारी पूजा हुँदैछ र यहाँ संसारी पूजा हुँदैछ भनेर चाहिँ दाजुहरुले बोलाउनु भएको थियो। र यो मेन उद्देश्य चाहिँ के छ भन्दाखेरि भिडियो बनाउने मेरो चाहिँ उद्देश्य के छ भन्दाखेरि अहिले यो संसारी पूजा मान्छेहरुले बिर्सिसके। मतलब यो हाम्रो पुर्खौलीहरुले देखि गरेर आइरहेको पूजा अहिले बस्ती इलाका भयो कुनै नि गाउँमा भयो यो पूजाहरु चाहिँ बिर्सिसकेर चाहिँ अहिले पूजा गर्नु छोडेछन्। त्यही उद्देश्यले चाहिँ आएको यो ब्लग माध्यमबाट चाहिँ हेरेर चाहिँ हजुरहरुले संसारी पूजा चाहिँ गर्नुपर्छ भन्ने चाहिँ मैले ब्लग लिएर आएको छु। किनभने दाजुहरुले नि त्यस्तै खालको कुरा गर्नु भएर चाहिँ म आज ब्लग बनाउन आएको छु यो जग्गामा। र ठिक म तपाईहरुलाई कसरी पूजा गर्दो रहेछन् के गरेर गर्दो रहेछन् त्यो म तपाईहरुलाई देखाउने छु। र यहाँनेरि गणेशको पूजा गरेर खोला पूजा नि हुनेछ भन्ने सुन्नु भएको छ। हजुरहरु म त्यो पनि देखाउने छु। अहिले भने चाहिँ फाइनली जलढका माईलाई चाहिँ परेवा उडाउन हाट्नु भएको छ उहाँहरूले। र यो परेवा किन उडाएको भनेर चाहिँ उहाँहरूसँग बात गर्नेछु। अब यो उडाउँछौँ हाम्रो जलढका खोला कहिले नसुकोस्, यतिकै बगिरहोस् हैन। अनि गाउँ हाम्रो यो संसारी पूजा हैन आज। अनि यो के अरे हामीले उडाउँदा चाहिँ घरमा गाउँघरमा सबै संसारमै सुख शान्ति भइबसोस्, केहीको दुःख नपरोस्, केही घटना नराम्रो नापाऊँ। हाम्रो जलढका खोलालाई पनि हामी सम्झेर आज सम्झेर यो परेवा शान्तिको प्रतीक प्रसादको लागि चाहिँ यहाँनिर धमाधम खिचडी पाक्दैछ। स्पेसली एउटा यहाँनिर सुन्नुमा चाहिँ के आयो भन्दाखेरि यो जुन चाहिँ संसारी पूजामा चाहिँ छोरा मान्छेहरूले मात्रै प्रसाद खानुपर्छ अरे र छोरा मान्छेहरू मात्रै यो संसारी पूजा गरेर जग्गामा आउनुपर्छ अरे र छोरी मान्छेहरूलाई चाहिँ यो चिजमा एलाउड छैन अरे भन्ने चाहिँ सुन्नुमा आयो। तर यो किन यो भएको भन्ने कुरा चाहिँ म गएर हाम्रो जुन चाहिँ गुरुजी भनौँ बिजुवा भनौँ जे पनि भनौँ उहाँसँग बात गर्नेछु गएर किन यस्तो यो चिज चाहिँ किन मनाउँछ लेडिजहरूको लागि यो प्रसाद वितरणमा प्रसाद खानुको लागि म यो कुरा बुझ्नेछु, हजुरहरूसँग बात गर्नेछु। संसारमा खेलेर आउने संसारको धनी हो, छोरी बढी हो, म धनी हो, तिमीको धनी तिमी हो, सहस्रको धनी तिमी हो, 764 भगवती मानी संसार तिमी जगतको धनी हो भन्नु छ, तिमी बढी महारानी भन्नु छ, साथमा लिएर हिँड्नु पनि छ, तिमी छोरा बुढी अनि छोरा सिकारी साथमा लिएर नि 135 छ भन्नु छ, तिमी हेर साथमा लिएर हिँड्नु पनि छ, 178 सिकारी साथमा लिएर हिँड्नु पनि छ, तिमी माया पनि छ, छोरा सिकारी बोक्नु मायापट्टि संसार तिमी 64 भगवती भन्छ, तिमी जगतको धनी हो, ठुली बढी हो भन्छ, हेर्नुहोस् न हामीले मानभाव गरिराखेर तिमीलाई जान नजान गरेर मानभाव गरेर छ। तिमी हावा उठ्दा तिमीले पङ्खा उडाएर भन्नु छ, तिमी रोग कष्ट हरण गर्नु उँभो जाँदा भन्नु छ, तिमी तिमी 135 छ, तिमी हेर्नुहोस् 118 बुढी हामी 118 का सिकारी साथमा राखेर तिमी 64 भगवती मानी हौ भन्नु छ। हामी छौँ र तिमी छौ। पूजा जब गर्छौँ भने हामी शनिबारै गर्छौँ। अच्छा, तर उसँग अब के हुन्छ भने भगवानलाई हामीले प्रार्थना गरेर जलढका मातालाई ढकाबाजुलाई एकजोट पर्या उडाइदिन्छौँ। उनले रक्षै गरून्। सब जाँदाखेरि जति पनि होस् उँभो पङ्खाले उडाउँछ, हावा उँधो जाँदा गङ्गाले बगाउँछ, त्यसले गर्दा रोग कष्ट सब हरण होस् भन्ने हामी उसलाई मानिराखेका छौँ र गरिराखेका छौँ अहिलेसम्म। तर पनि गर्छौँ। अब नि संसारी पूजा चाहिँ किन गरेको? संसारी पूजा गरेको भने संसारमा जस्तो यो संसारको यहाँ होइन, संसारको संसारी पूजाले रोग कष्ट ज्वरो खोकी आर दिने ठेउला दादुरा यो सब उनले रक्षे गरेर लान्छन्। र मैले सुन्नुमा एउटा आएको थियो यो संसारी पूजामा चाहिँ छोरी मान्छेहरूले चाहिँ प्रसाद खानु किन हुँदैन? छोरी मान्छेहरूले किन हुँदैन भन्दा 7 कन्या देवी हुन्। 7 कन्या देवी किनभने यदि औरतहरू नछुनी बकाउँछन् त्यसले गर्दा हामी औरतहरूलाई दिने गरेको छैनौँ। माने पहिल्यैदेखि पहिले जस्तो हामी पाठा पूजा गर्दैछौँ। पाठी कालो पाठी रक्तभोग रक्तकाली भोग्यानीलाई उति माने यति छुची हुन्। रक्तकाली चाहिँ सबभन्दा छुचो हुन् बहिनी। यसमा 7 बहिनी थियो, यो 7 फरक छ, रक्तकालीमा फरक छ। यति गर्दा चाहिँ अहिलेसम्म हामीले विश्वासमा
सब आत्मविश्वास हो। यो भगवान् भन्ने कुरो आत्मविश्वास छ। हजुरहरूले यो कति सालदेखि गर्दै आउनु भइरहेछ? यो अहिले हामीले गरेको हो 30 वर्ष चाहिँ भयो। 30 वर्ष भइसक्यो। पहिले म गठिया हुँदाखेरि मरिसलाई दिन्थ्यौँ, त्यहाँबाट आएर 1 साल पछाडिदेखि म आफैले सुरु गरेको। सुरुवात गर्ने नै म हुँ। अच्छा, जुनै पनि गाउँमा यो संसारी पूजा गर्दैनन् उहाँहरूलाई तपाईँ के भन्नु चाहनुहुन्छ? त्यो अलिकता अफसोस त हुन्छ, रोग ब्याध कष्ट जास्ती हुन्छ, कोही मर्नु जास्ती हुन्छ, एक्सिडेन्ट जास्ती हुन्छ, सब कुरो उसले चाहिँ भगवान्ले रोकिदिन्छन् अलिकता। संसारी पूजा गर्दा चाहिँ रोकिदिनुहुन्छ? संसारी पूजा गर्दा अलिकता रोकिन्छ। अच्छा, पानी आउँदैन, जस्तो पानी बर्सिन्छ। हजुर, अब गरिराखेको छ विश्वासले। हेर्नुहोस्, आत्मविश्वासले है, त्यो मान्छेले गर्छ हुन्छ भन्ने चाहिँ कुरो आएन, आत्मविश्वास हो त्यो। र यत्रो दिनदेखि तपाईँहरूले गरेर आइराख्नु भएको छ, आत्मविश्वास मतलब पुरा भएको छ। हेर्नु, बगानमा जब पानी नआएर पानी आयो त्यसको बादमा मैले बक्सिट पनि खाइरहेको छ 500 रुपियाँ साहेबले दिएको। पानी आएन हामीले पूजा गरेपछि पानी आउँदाखेरि फल्ना भनेर बगानमा त बहुत अगाडि गरेको पुस्तादेखि नै। अहिले पनि म जाँदैछु गोठिया बगान पुग्दैछु, अझै नि अहिले पनि गर्नु हुँदैछ गठिया बगान? अझै गर्दैछु। तपाईँको नाम? दिपबहादुर छेत्री। हुन्छ।